इज डोपामिन गुड अर ब्याड? यसपछि त राम्रो होला नि, द्याट इज कल एन्टिसिपेसन, द्याट इज द प्रिडिक्सन हो, त्यसमा डोपामिन रिलिज हुन्छ। सो हे वाट्सअप गाइज, मी क्रिस एन्ड अगेन वेलकम टु द च्यानल एन्ड आई हेभ टु स्क्रिप्ट आज चाहिँ होइन। एन्ड आजको भिडियोमा चाहिँ हामीहरू कुरा गर्नेछौँ हार्मोनको बारेमा। अनि अब हार्मोन भन्दा पनि अब त्यो सबै हार्मोनलाई मैले एउटा भिडियोमा कभर गर्दिनँ। आई वाज थिङ्किङ लाइक द्याट म 14-15वटा हार्मोनलाई एउटा भिडियोमा कभर गर्छु भनेर। देन अगेन आई थिङ्क लाइक त्यस्तो गर्नुभन्दा एउटा हार्मोनको सिरिज बनाउँछु। यदि कसैलाई कुनै हार्मोनको बारेमा बुझ्नु छ भने इनडेप्थ नलेज एउटा भिडियोमा दिन्छु म। ओके, इज डोपामिन गुड अर ब्याड? यो भिडियोमा चाहिँ हामी डोपामिन हार्मोनको बारेमा कुरा गर्छौँ है त। डोपामिन हार्मोन भनेको राम्रो हो कि नराम्रो हो? सिम्पल, पज द भिडियो एन्ड एन्सर। यसको पज गर्दा पनि भयो, नगर्दा पनि भयो, सोचिराख्दा भयो। यसको एन्सर चाहिँ म पछि दिन्छु भिडियोको अलिक बिचतिर, एन्ड मलाई पनि रिमाइन्ड हुन्छ नि त। ओके, सो कुरा गरौँ वाट इज, यो भिडियोमा हामी के कभर गर्छौँ। वाट इज डोपामिन, हाउ इट वर्क एन्ड हाउ टु क्योर इट, अदरवाइज कसरी यसलाई सन्तुलन ब्यालेन्स गर्ने। ओके, सो इट इज अ न्युरो ट्रान्समिटर। न्युरो ट्रान्समिटर भन्नाले के, शब्दमै एन्सर छ। ओके, न्युरो ट्रान्समिटर, न्युरोन सेलहरूमा के ट्रान्सफर गर्ने चाहिँ न्युरो ट्रान्समिटर भन्छ। सो यसलाई हामीहरूले ह्याप्पी हार्मोन्स अदरवाइज ह्याप्पी केमिकल पनि भन्न सक्छौँ। मेडिकलकै भाषामा पनि यसलाई ह्याप्पी हार्मोन पनि भनिन्छ, ह्याप्पी केमिकल पनि भनिन्छ। ओके, सो यसको काम चाहिँ के त, मोटिभेसन, रिवार्ड गर्ने होइन, अनि कुनै पनि मन परेको कामलाई रिपिटेडली त्यो काम गर भन्ने फोकस गर्नको लागि पनि यसले हेल्प हुन्छ। अनि देन नेक्स्ट इज मोमेन्टम। ओके, आई एम वाचिङ फ्रम स्क्रिप्ट हेर्दा गाइज, त्यो डोन्ट बी अफेन्ड विथ द्याट। एन्ड हाउ इट वर्क, यो युज गर्नुको रिजन चाहिँ के भन्दाखेरि, यो चाहिँ अलिक टेक्निकल टर्ममा मलाई थाहा छैन। अनि लाइक म एउटा कुनै पनि पोइन्टहरू छुटाउन चाहँदैन जो मैले अगाडि रिसर्च गरेर लेखेको छु। ओके, द्याट इज वाइ सबै कुरा मैले स्क्रिप्ट पनि म पछि लास्टमा फोटोज हालिदिन्छु कसरी स्क्रिप्ट लेखेर पढिरहेको छु। सबै यो स्क्रिप्टेड केही पनि होइन, तर पोइन्टहरू चाहिँ स्क्रिप्टेड छ। ओके, सो लेट्स गो टु द भिडियो। एन्ड यसको काम चाहिँ भन्दाखेरि मोटिभेसन, रिवार्ड, फोकस र मोमेन्ट। जस्तै मोटिभेसन भनेको के, जस्तै कुनै पनि काम गर्नुपर्छ। जस्तै तपाईँले लेट्स अलि ब्याड इक्जाम्पल दिउँ, सिगरेट खानुभयो। एकचोटि सिगरेट खाँदाखेरि डोपामिन हिट हुन्छ नि, त्यो स्पाइक हुन्छ क्या डोपामिन। त्यो लेभल डोपामिनको एउटा नर्मल लेभल हुन्छ, त्यो लेभल एकदम स्पाइक भइसकेपछि, अलिक माथि बढिसकेपछि तपाईँलाई त्यो चिजले रिवार्ड मिल्यो नि त, केही न केही रिवार्ड मिल्यो नि त। अन्त हजुरलाई त्यो चिजप्रति के हुन्छ, मोटिभेसन मिल्छ अर्कोचोटि लिउँ भन्ने। सिम्पल मोटिभेसन भनेको हो। अनि रिवार्ड भनेको के, त्यो रिवार्ड दिन्छ। जस्तै हजुरले केही पनि काम गर्नुभयो, अलि आफूलाई मनपर्ने काम गर्नुभयो, यसले यो स्पाइक भइदिन्छ, रिवार्ड मिल्छ। ओके, लाइक द्याट। फोकस भनेको कुन चिजमा फोकस दिने र नचिने सबै यसमै पर्छ। ओके, यसलाई यो धेरै बुझ्नु पर्दैन। यसमा चाहिँ एउटा चिज मात्र बुझ्नुहोस्, डोपामिनको काम मोटिभेसन र रिवार्ड मात्र। यो फोकस र मुभमेन्ट भनेको अहिले नबुझ्दा हुन्छ। ठिक छ, धेरै एडभान्स पनि जानु हुँदैन। हामी एकदम इनडेप्थमा गएर कुरा गर्छौँ, तर चाहिने जति लाइक बेसिक सबैलाई चाहिने, यो लेम्यान पिपुलहरूलाई चाहिने, सबै पिपुलहरूलाई चाहिने गरेर। ओके, बुझौँ डोपामाइनले कसरी काम गर्छ, हाउ इट वर्क, राइट, हाउ डोपामाइन वर्क। सो म यसलाई भन्नुभन्दा अगाडि म तपाईँलाई दुईवटा इक्जाम्पल दिन्छु। ओके, द फर्स्ट इक्जाम्पल नम्बर फर्स्ट। ओके, एउटा यसलाई स्टोरी बेस्ड गरेर बुझौँ है त। मान्नुहोस् तपाईँ स्कुलमा हुनुहुन्छ, अनि तपाईँ घर फर्किँदै हुनुहुन्छ, तपाईँ आफ्नो गेटको जस्ट गेटमा पुग्नुभयो। ओके, गेटमा पुगेपछि तपाईँलाई सेन्ट आयो, स्मेल आयो मासुको। तपाईँको फेभरेट तरकारी काउलीफ्लावर, बासमती चामलको सेन्ट आयो तपाईँको घरबाट। तपाईँ सिधै दौडेर रुममा जानुहुन्छ, अनि तपाईँको मम्मीले भन्नुहुन्छ आज मैले यस्तो यस्तो खाना पकाएको छु, तँलाई मनपर्ने तरकारीको खाना बनाएको छु भनेर, आइजतिर खाऊँ भनेर। अनि तपाईँले खाना खानुहुन्छ, सक्यो। एउटा चिज नोटिस गर्नुभयो यसमा, नेक्स्ट स्टोरी भन्छु त्यसमा नोटिस गर्नु। ओके, जब नि त्यो मान्छे चाहिँ तपाईँ जब रुममा पुग्नुहुन्छ, तपाईँको डोपामाइन खाना खानुभन्दा अगाडिसम्म मात्र थियो। यो पोइन्टलाई चाहिँ नोट गर्नुहोस् है त। डोपामाइन हुन्छ नि हार्मोन, त्यो चाहिँ प्रत्यक्षमा, ओके नेपाली धेरै नेपाली एन्टिसिपेसन भनेको कुनै पनि चिजलाई प्रेडिक्सनमा रिलिज हुन्छ, एक्चुअल कन्टेन्ट, एक्चुअल रिजल्टमा होइन। आर यु गेटिङ माई पोइन्ट? जस्तै यो रिलिजमा त्यो मान्छे जस्तो तपाईँलाई खाना खानुभन्दा अगाडिसम्म मात्र डोपामिन भएर आउँछ, खाना खाएपछि सक्यो। ओके, यसलाई हजुरले मल्टिपल इक्जाम्पलबाट आफूसँग रिलेट गरेर पनि हेर्न सक्नुहुन्छ। ओके गाइज, सो नेक्स्ट इक्जाम्पलमा चाहिँ मैले एउटा लाइन लेखेको थिएँ कि, ओके लेट मी टेल यु है, केही पाउने आशामा बढी रिलिज हुन्छ डोपामिन चाहिँ। जस्तै त्यो मान्छेले खाना खानुभन्दा त्यो खाना पाकेको छ भन्ने त्यो आशा थियो नि, पाकिसकेको छ टाइपको आशा थियो, क्युरियोसिटी, त्यो प्रेडिक्सन, त्यसमा डोपामाइन धेरै रिलिज हुन्छ। ओके, म अर्को इक्जाम्पल दिन्छु, द्याट इज सोसियल मिडियाको सबै रिलेट गर्नुहुन्छ यसमा चाहिँ। तपाईँ यो भिडियो हेरिदिनुहुन्छ, तपाईँ र म रिलेट गर्न सक्छौँ। फर्स्ट, तपाईँले सोसियल मिडिया खोल्नुभयो, मान्नुहोस् कुनै पनि इन्स्टाग्राम, टिकटक जे चलाउनुहुन्छ, तपाईँले खोल्नुभयो।
त्यो खोलिसकेपछि तपाईँले एउटा पोस्टर हुन्छ, वाउ हजुरलाई त्यो रिल्सको कुरा गरौँ न, स्पेसली रिल्स हेर्नुभयो, मानौँ दिस इज अ रिमोट रिल्स इक्जाम्पल, एउटा रिल्स हेरेँ मैले अनि आई फिल द्याट वाउ क्रेजी छ यार, मैले अझै एकचोटि स्क्रोल गरेँ अनि आवाज आर गेटिङ माई पोइन्ट, आवाज छ। अब यसपछि त राम्रो होला नि, यसपछि त राम्रो होला नि, द्याट इज कल एन्टिसिपेसन, द्याट इज द प्रिडिक्सन हो। त्यसमा डोपामाइन रिलिज हुन्छ। डोपामाइन तपाईँले हेर्नुहुन्छ त्यसमा रिलिज हुँदैन, नेक्स्ट 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 भन्ने छ नि, नेक्स्ट प्रिडिक्टेबल नेक्स्ट प्रिडिक्टेबल नेक्स्ट प्रिडिक्टेबल, त्यसमा डोपामाइन रिलिज हुन्छ। आर गेटिङ माई पोइन्ट, आई होप द्याट राइट। सो डोपामाइन रिलिज हुने यस्तै यो तरिका हो। त्यो डोपामाइन भनेको तपाईँले केही पनि कन्टेन्ट हेरेर पाउने चिजलाई डोपामाइन भन्दैन, रिलिज हुने चिजलाई डोपामाइन रिलिज त्यति बेला हुँदैन, तपाईँले त्यो आशामा बस्दाखेरि डोपामाइन रिलिज हुने हो। ओके, सो डोपामाइन कहाँ क्रिएट हुन्छ, कहाँ प्रोड्युस हुन्छ, कहाँ बन्छ त भन्दाखेरि भेन्ट्रल ट्यागमेन्टल एरिया, भिटिए भेन्ट्रल ट्यागमेन्टल एरियामा भन्छ। अनि यसलाई चाहिँ अर्को मेडिकल भाषामा फ्याक्ट्री अफ रिवार्ड, अदरवाइज रिवार्ड सेन्टर पनि भनेर यसलाई मेन्सन गरिन्छ। जस्तै त्यो डोपामाइनलाई ह्याप्पी हार्मोन ह्याप्पी केमिकल भने जस्तै यसलाई चाहिँ रिवार्ड सेन्टर पनि भनेर पर्छ। यो चाहिँ हाम्रो सब्जेक्टिभ होइन, मैले एक्स्ट्राले भनिदिएको कहाँ प्रोड्युस हुँदो रहेछ भनेर, क्विजहरूमा पनि आउनसक्छ गरेको द्याट इज भयो। ओके, सो नेक्स्ट टपिकमा जाउँ हामीहरू, द्याट इज डोपामाइन केसमा धेरै हुन्छ र केसमा थोरै हुन्छ। तपाईँलाई मलाई सबैलाई थाहा छ, तर म अझ यसलाई क्लियरिफाई गरिदिन्छु डोपामाइन भनेको के हो भनेर। पढ्नु, मेडिटेसन गर्नु, जर्नलिङ गर्नु, वर्किङ, अफिसको कामहरू गर्नु, स्क्रिप्टिङ गर्नु, भिडियो रेकर्ड गर्नु, डोपामाइन एकदमै लो क्रिएट हुन्छ यसमा। आर गेटिङ माई पोइन्ट, एकदमै लो क्रिएट हुन्छ। ओके, तर र धेरै डोपामाइन केसमा क्रिएट हुन्छ त, द्याट इज सोसियल मिडिया स्क्रोल गर्नु, रिल्सहरू स्क्रोल गर्नु, बिन्ज वाच गर्नु, नेक्स्ट ड्रग्सहरू, स्मोकहरू, अल्कोहल लिनु, पोर्नोग्राफी, डोपामाइन धेरै रिलिज हुने ठाउँहरू। अनि हाम्रो ब्रेनलाई धेरै नै डोपामाइन चाहिन्छ, अनि हामीहरूले रिपिटेडली यही नराम्रो चिजहरू गर्छौँ। अहिलेको टर्म यो सोसियल मिडियाको इन्टरनेटको जमानामा एउटा टर्म एकदमै भाइरल नभए पनि हामीहरूले युज गरेर आउँछौँ, द्याट इज इन्स्ट्यान्ट ग्राटिफिकेसन। इन्स्ट्यान्ट ग्राटिफिकेसन भनेको के हो? आई रिमेम्बर, मैले पनि यहाँ लेखेको छु, द बेस्ट थिङ यु क्यान डु इज डिले ग्रेटिफिकेसन भनेको। इन्स्ट्यान्ट ग्रेटिफिकेसन भनेको के भन्दाखेरि, म त्यो धेरै एडभान्स टर्ममा जाँदैन, एकदमै सिम्पल भन्छु। मानुस् तपाईँले कतै केही गरेर काम गरेर हजुरको स्यालेरी 50,000 आयो। 50,000 आउने बित्तिकै तपाईँले मेरो स्यालेरी आएछ भनेर साथीलाई 20,000, साथीहरूसँग 20,000 पार्टी गरेर सक्दिनु भयो। 10,000 को मनपर्ने 20,000 को मनपर्ने कपडाहरू किनिदिनु भयो, चाहिएको छ नि, विदाउट निड। 10,000 को कसैलाई गिफ्ट गरिदिनु भयो, मम्मीहरूलाई त कहीँ गरेर मम्मीहरूलाई दिएको त अझ राम्रो, यत्तिकै साथीहरूलाई बाँडिदिएर टाइपको हुन्छ नि, युआर गेटिङ माई पोइन्ट राइट। यत्तिकै 10,000 सक्दिनु भयो, हजुरको 50,000 सक्यो, 50,000 सक्यो, हजुरले 2 दिनमा सबै पैसा भ्याइदिनु भयो। द्याट इज इन्स्ट्यान्ट ग्राटिफिकेसन। मजा आउँछ नि त, 20,000 को पार्टी गर्नु वाउ, 20,000 को गिफ्ट गरिदिनु वाउ, 10,000 यत्तिकै छोडिदिनु वाउ। यो भनेको के छ? त्यो 50,000लाई तपाईँले यो 3टै चिज गर्ने, पार्टी पनि गर्ने, गिफ्ट पनि दिने, पैसा पनि दिँदिन, कसलाई दिनु छ पार्टी गर्ने, यताउता कपडा किन्नु, सबै 3टै गर्ने। तर पछिसम्म पनि काम लागोस् गरेर, जस्तै तपाईँले 10,000ले 1 महिना चलाउनु भयो, 20,000ले 1 महिना चलाउनु भयो, 30,000 नेक्स्ट मन्थको लागि बसिरहेको, डिले ग्रेटिफिकेसन। डोपामाइन हिट त स्पाइक त हुन्छ, हरेक चिजमा डोपामाइन स्पाइक हुन्छ, तर त्यो चिजमा अलिक कम डोपामाइन स्पाइक हुन्छ राइट। त्यो भनेको डिले ग्रेटिफिकेसन हो। जस्तै अब सोसियल मिडियाको कन्टेक्स्टमा ल्याएको छ, जस्तै मानुस् तपाईँले सोसियल मिडिया चलाउँदै हुनुहुन्छ, मानौँ अगेन यसलाई युज गरौँ, मैले रिमोटलाई युज गरिरहेको छु है, यसलाई युज गर्दै हुनुहुन्छ तपाईँले सोसियल मिडिया, मानौँ सोसियल मिडिया चलाउँदै हुनुहुन्छ, तपाईँले देख्नुहुन्छ एउटा मान्छेले, त्यो ट्रेडिङ गर्ने मान्छेले ल्याम्बोगिनी चलाइरहेको छ, रोल्स रोयस चलाइरहेको छ, पुरै यटमा सेल्फी हानेर फोटो देखाइरहेको छ, युआर फिलिङ द्याट, तपाईँले आफूलाई त्यसमा देख्नुहुन्छ। आई डोन्ट नो मैले कताबाट सुने, तर आई गेस मैले चाहिँ कुनै स्पिरिचुअल गुरुबाट सुनेको थिएँ, आई गेस फ्रम ओसो अदरवाइज सद्गुरु समथिङ लाइक द्याट। हामीले कुनै पनि चिज अरूकोमा देख्नु भनेको त्यसलाई एप्रिसिएट गर्नुभन्दा पनि त्यसमा आफू देख्छौँ रे कि। त्यही भएर त्यहाँ जब तपाईँले त्यो फोटो देख्नुहुन्छ नि, ल्याम्बोगिनी चलाएको, ल्याम्बो चलाएको, फेरारी चलाएको, तपाईँले आफूलाई त्यसमा देख्नुहुन्छ, द्याट इज इन्स्ट्यान्ट ग्रेटिफिकेसन। एकैछिनको लागि पनि त्यो मिली सेकेन्डको लागि नि मजा त आउँछ नि, डोपामाइन स्प्रेक भइरहेको नि, द्याट इज इन्स्ट्यान्ट ग्रेटिफिकेसन। आर यु गेटिङ माई पोइन्ट राइट। सो नेक्स्ट टपिकमा जानुभन्दा अगाडि, नेक्स्ट स्टेपमा जानुभन्दा अगाडि म तपाईँलाई एउटा लुपको बारेमा भन्छु। ओके, मैले त्यसलाई नाम दिएको छु अहिलेको लागि, एडिक्टिभ अर एडिक्सन लुप। ओके, सो यसमा 4वटा चिज छ, त्यसपछि चाहिँ त्यो लुप 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 हुनेर हुन्छ। ओके, सो फर्स्ट इज ट्रिगर, सेकेन्ड इज क्रेभिङ, देन कट अदरवाइज एक्सन, देन गिल्ट एन्ड सेम, एन्ड देन अझ ट्रिगर रिपिट। ट्रिगर भनेको के? यसलाई अब हामी स्मोकिङको कन्टेक्स्टमा बुझौँ। ओके,
ट्रिगर भनेको एक्लै भएको बेलामा, स्ट्रेस भएको बेलामा, बोर फिल भएकोमा तपाईँलाई अलि त्यो क्रेभिङ हुन्छ स्मोकिङको, अदरवाइज एल्कोहलको, अदरवाइज बिन्ज वाचिङ समथिङ लाइक द्याट। त्यसपछि त्यो ट्रिगर हुन्छ अनि त्यसपछि ट्रिगर भएपछि क्रेभिङ हुन्छ। अभियसली क्रेभिङ भइरहेको छ, खाइदिन्छु टेक्या गरेर सुट्टा हानिहाल्छु सरी सुट्टा हानिहाल्छु टाइपको फिल हुन्छ होइन। त्यसपछि तपाईँ जानुहुन्छ दोकानमा, डाइरेक्ट केही पनि नसोचेर किनिदिइहाल्नुहुन्छ। त्यो डोपामाइनको स्ट्राइक यति माथि भयो, स्पाइक यति माथिसम्म भएको हुन्छ कि यु कान्ट स्टप योर सेल्फ फ्रम डुइङ द्याट। ओके, त्यसपछि तपाईँले खानुहुन्छ, सकिन्छ। त्यसपछि एकछिनको लागि टेम्पोररी रिलिफ मिल्छ, मजा आउँछ, ओ ड्याम मैले खाइदिएँ, सक्यो, मजा आयो। देन त्यसपछि तपाईँलाई गिल्ट फिल हुन्छ, सेम फिल हुन्छ, लाज लाग्छ, मैले किन गरेँ, नगर्नु पर्दो रहेछ टाइपको। यो जुन फिल छ नि, यो सेम गिल्ट, यो नभएको भए चाहिँ हामीहरू लतमा खस्दैन होला। वाइ म एक्सप्लेन गर्छु है त, एकदमै यो हरेक काममा लाग्छ। जस्ट लिसन केयरफुली। ट्रिगर हुन्छ, गिल्ट हुन्छ, असेम हुन्छ, फिल हुन्छ नि, एकदमै यहाँ किन गरेछु टाइपको। त्यसपछि तपाईँ अझ पछि गर्न त त्यही गर्नुहुन्छ, यु कान्ट रेजिस्ट युर सेल्फ। अनि त्यसपछि अझ त्यस्तै बोर हुन्छ, अझ जानुहुन्छ, खानुहुन्छ, अझ गिल्ट फिल हुन्छ, यसरी हुन्छ। लिसन है, मानव अघि हजुरलाई 10% त्यो स्पाइक भएको थियो भने अब हजुरलाई कति पर्सेन्ट हुन्छ थाहा छ? अभियसली मोर देन द्याट। किन थाहा छ? अलरेडी हजुरले अघि सबै त्यो भयो, फर्स्ट टाइम जे भएको छ नि त्यो सबैले हजुरले अलरेडी एक्सपिरियन्स गरिसक्नु भएको छ। जस्तै गिल्ट हुन्छ नि, त्यो कति एउटा लेभलसम्म गिल्ट हुन्छ र त्यसपछि नेक्स्ट लेभलसम्मको गिल्ट हुन्छ, त्यसपछि नेक्स्ट लेभलसम्मको गिल्ट हुन्छ होला नि त। त्यो 10 लेभलसम्मको गिल्ट हजुरले लिइसक्नु भएको छ। नेक्स्ट अब हजुरको 5% बढ्छ, त्यो गिल्ट प्लस 5% गिल्ट, 15% गिल्ट, अझ थर्ड टाइममा 20%, 25%, 30% गर्दा गर्दा माथि बढ्ने। अब भन्नुहोस् यसरी बढाएको चिजलाई तपाईँले एकैचोटि आएन म छोडिदिन्छु भनेर कहाँ छोड्न मिल्छ? सम्भव नै छैन, इम्पोसिबल। लाइक इट्स टु इम्पोसिबल राइट। थोरै पर्सेन्ट गरेर बढाएको चिजलाई भ्याट्टै ब्रेक गर्नु सजिलो छैन नि त। सो द नेक्स्ट पोइन्ट, हाउ टु ब्यालेन्स इट। ओके, मेन भनेको थिम त यही हो नि, लाइक ल मैले बिगारिरहेको छु थाहा पाएँ मैले, अब कसरी सुधार्नु। यो सुधार्नको लागि पनि तपाईँले गेट रिच क्विक मेथड होइन अरे कि, यो पनि त्यस्तै यत्रो बिल्ड हजुरले त्यो थोरै मैले हजुरलाई 10%, 5% भनिरहेको छु। हजुरको त त्यो मिली सेकेन्ड मिली पर्सेन्टमा बढिरहेको थियो होला, त्यसलाई ब्रेक गर्नु त त्यति सजिलो छैन नि त। सो कसरी ब्रेक गर्ने? डोपामाइन डिटक्स एकदमै सुनिरहेको छ इन्टरनेटमा, जसले पनि सुनिरहेको छ। तर यो भनेको के, सोसियल मिडियाबाट, जङ्क फुडबाट, यो पोर्नोग्राफीबाट, यो जे छ नि जसले तपाईँले डोपामाइन एकदमै स्पाइक गर्छ, त्यो चिजबाट मुक्त हुने। केही घन्टा सक्नुहुन्छ भने घन्टा, अदरवाइज सकिन्छ भने एक दिन पुरै लिभ। अनि यसले चाहिँ के हेल्प गर्छ भन्दाखेरि हाम्रो डोपामाइन रिसेप्टरलाई रिसेट गर्छ। ओके, डोपामाइन रिसेट भनेको त बुझ्नुभयो, तर रेसिप्टर भनेको के हो भन्दाखेरि रेसिप्टर भनेको सिग्नल लिने र दिने हुन्छ नि, त्यसको सिग्नललाई रिसेट गर्छ यसले, लिने सिग्नललाई पनि दिने सिग्नललाई पनि। अनि त्यो रिवायर हुने स्टार्ट गर्छ सुरुबाट। त्यो कुमारले पोटहरू बनाउँदाखेरि त्यो के माटोको बनाउँछ नि, त्यो बनाउँदाखेरि एउटा सेप बनाइसकेको हुन्छ। ओके, एउटा सेप बनाइसकेको हुन्छ अनि त्यो बिग्रियो, बिचमा बिग्रियो भने त्यसले के गर्छ, त्यो सबै माटोलाई बन्द गर्छ, अझ सुरुबाट बनाउँछ रिसेट गरेर। त्यस्तै यसको काम नै त्यही हो। अनि द नेक्स्ट इज बाई नेचुरल भन्नाले एक्सर्साइज गरेर, सनलाइटहरू लिएर, अनि हेल्दी एमाउन्टमा पानीहरू पिएर, त्यो गुड एमाउन्टमा 3 देखि 5 लिटर भन्छ क्यारे होइन, अनि त्यो पानीहरू लिएर। नेक्स्ट इज राम्रो हेल्दी फुडहरू खाएर, यो बाई नेचुरल यसरी गर्न सकिन्छ। एन्ड द थर्ड इज बाई मेकिङ स्मल गोल। आइ एम नट सेइङ कि त्यो हजुरको 10 करोड बनाउने सपनालाई 1 लाखमा झार्नुहोस् भन्नु खोजेको, नो, आई एम नट सेइङ द्याट। 10 करोडलाई 100 करोड बनाउनुहोस्, तर कसरी बनाउने भन्ने कुरा हुन्छ। बाई मेकिङ स्मल गोल भन्नाले त्यसलाई ब्रेक गर्ने, त्यो ठुलो चिजलाई चङ्कहरूमा डिभाइड गर्ने, 1 चङ्क, 2, 3, 4, 5, 6 लाइक द्याट। जस्तै मानौँ हजुरको 2026मा 1 करोड कमाउने सपना छ। आइ एम नट सेइङ कि त्यो 1 करोड बनाउने सपनालाई 1 लाखमा झार्नुहोस्, नो, आई एम नट सेइङ द्याट। तर के गर्न सक्नुहुन्छ, त्यो 1 करोड बनाउने सपनालाई यो 12 महिनामा सेपरेट गर्नुहोस्। 12वटा गोल भयो। अब 12वटा गोलमा पनि एभ्री मन्थको गोललाई 4वटामा डिभाइड गर्नु, द्याट इज अ विकली गोल भयो। अब जब तपाईँले 1 हप्ता पुरै काम गर्नुहुन्छ अनि तपाईँले एउटा रिजल्ट पाउनुहुन्छ, तपाईँले आफूलाई इन्स्ट्यान्ट ग्रेटिफिकेसन दिनुहुन्छ, एउटा हजुरले ग्रेटिफिकेसन पाउनुहुन्छ, एउटा के रिवार्ड, हजुरको ब्रेनले तपाईँलाई रिवार्ड गर्छ, एन्ड द्याट इज डोपामाइन राइट। अघि मैले भनेको त इन्स्ट्यान्ट र डिले ग्रेटिफिकेसन। तपाईँले जति आफूलाई रेजिस्ट गरे पनि, जति आफूलाई रोक्न खोजे पनि, हाम्रो ब्रेनले, तपाईँको ब्रेनले पनि, मेरो ब्रेनले पनि, सबैको ब्रेनले माग्ने भनेको इन्स्ट्यान्ट ग्रेटिफिकेसन। तर यति हो कि त्योमा इन्स्ट्यान्ट ग्रेटिफिकेसन र डिले ग्रेटिफिकेसनले कति कन्ट्रोल गर्न सकिन्छ र को मान्छेले कति गर्न सक्छ। मैले अलि माथि गर्न सक्छु होला, अझ मभन्दा माथि ठुलो मान्छेले अलि धेरै गर्न सक्छन् होला,
तपाईँले धेरै गर्न सक्नुहुन्छ, थोरै गर्न सक्नुहुन्छ होला, दिस अप टु यु। ओके, सो हप्ता हप्तामा तपाईँले रिजल्ट पाइराख्नु भएको छ। ओके, अब रिजल्ट पाइसकेपछि के हुन्छ, तपाईँको ब्रेनले तपाईँलाई रिवार्ड गरिरहेको छ। ए तैँले यो गरेछस्, अब नेक्स्ट हप्ता गर, अझ तैँले रिवार्ड पाउँछस्। ब्रेनले त त्यही सोच्ने हो नि त, तपाईँको ब्रेन कन्सियस छैन। गरी त्यो केमिकल त कन्सियस छैन नि त। त्यो केमिकलले त एक हप्ता गरेर यो पास, अब नेक्स्ट हप्ता गरेर नि पाउन सक्छस्, गर। त्यही एक हप्ता गरेर 1 महिना हुन्छ, अनि 1 महिनाको गोल पुरै अचिभ गरेपछि तपाईँले अझ रिवार्ड पाउनुहुन्छ। त्यस्तै गरेर 1 वर्षको रिवार्ड पाउनुहुन्छ, अनि 1 करोड हुन्छ, लाइक युआर त्यो त हजुरलाई त्यति बेला धेरै फिल हुँदैन। यदि तपाईँले मैले भनेको मेथड फलो गर्नुभयो भने तपाईँले सडनली 1 लाख रुपियाँ पायो भने यहाँ 1 करोड हजुरले इयरली 1 करोड बनाएपछि त्यस्तो धेरै खतरा हो मैले पाएँ यस टाइपको फिल हुँदैन। यो हुँदैन, आई क्यान ग्यारेन्टी द्याट। तर तपाईँले 1 महिना 11 महिना केही गर्नुपर्छ नि, 12 महिना केही गरेर झ्याप्पै 1 करोड पाइदिनुपर्छ, यस आई गेट इट, यस्तै फिल हुन्छ। ओके, नेक्स्ट इज लर्न समथिङ मोर, एन्ड दिस इज 4th पोइन्ट। ओके, लर्न समथिङ मोर भन्नाले कि नयाँ नयाँ चिजहरू, स्किल्सहरू लर्न गर्नु जसले चाहिँ तपाईँ डोपामाइनलाई ब्यालेन्स गरेर हुन्छ। एन्ड म यसमा एउटा चिज भन्न खोजिरहेको छु, तर यसलाई चाहिँ एकछिन कन्क्लुजनमा भनौँला। ओके, एन्ड द 4th इज माइन्डफुलनेस। सो वाट इज माइन्डफुलनेस? माइन्डफुलनेस भनेको माइन्डलाई राम्रो गर्ने, रिल्याक्स दिने चिजलाई माइन्डफुलनेस भन्छ सिम्पली। फर्स्ट इज मेडिटेसन, योगा, जर्नलिङ। एक्सर्साइजले भन्न मिल्दैन किनकि त्यो फिजिकली भइहाल्यो। यसमा चाहिँ माइन्डलाई हामी धेरै फोकस दिएर हुन्छ, तर एक्सर्साइज पनि पर्छ किनकि के अरे ब्लड सर्कुलेसन राम्रो हुन्छ, दिमागलाई काम लाग्ने भने किनकि स्पाइनल कर्ड त ब्रेनमै जोइन भएको हुन्छ नि त। ओके, लिभ द्याट टपिक। सो माइन्डफुलनेस गर्ने यस्तो प्र्याक्टिसहरूले चाहिँ तपाईँको डोपामाइनलाई ब्यालेन्स गर्न हेल्प गर्छ अगेन। सो 6th 6वटा मात्र मैले पोइन्ट भन्छु यसमा चाहिँ। 6th इज लिमिट योर सेल्फ फ्रम डुइङ ब्याड हेबिट्स लाइक द्याट। ओके, ब्याड हेबिट्स भनेको सोसियल मिडियाबाट लिमिट गर्नुहोस्। त्यो 5 घन्टा चलाउनु छ भने 1 घन्टामा ब्यालेन्स गर्नुहोस्, तर त्यो होइन छोड्दैन भन्ने चाहिँ नगर्नुहोस्। हजुरले प्रोक्रास्टिनेसन गर्नुहुन्छ, मेजर इस्यु। हजुरले यो आइकन कता हुन्छ आई डोन्ट नो है, गएर प्रोक्रास्टिनेसनको भिडियो पनि चाहिँ एकदमै राम्रोसँग एक्सप्लेन गरेको छु विथ द रेफरेन्स अफ इट द्याट फ्रग बुक। यो आइकन आई डोन्ट नो कुन साइडमा हुन्छ, बट डेफिनेटली चेक द्याट भिडियोज टु। सो प्रोक्रास्टिनेसनबाट अहिले एकदमै इस्यु छ राइट, प्रोक्रास्टिनेसन। म गर्दिनँ, नो फ्याप जोन स्टार्ट गर्नुहोस्। ओके, एन्ड जङ्क फुड, पहिला हप्तामा डेली जङ्क फुड खानुहुन्थ्यो भने नाउ टेक द्याट टु 2 दिन, त्यही पनि एज अ रिवार्ड। मैले 3 दिन खाएन भने एउटा रिवार्ड, अझ 3 दिन खाएन एउटा रिवार्ड, 4 3 दिन 8 7 भयो, जस काउन्ट गरेर मिलाएर गर्नुहोस्। ओके, सो लाइक द्याट यस्तै रिवार्ड गर्नुहोस्। अदरवाइज हाम्रो दिमागले मान्दैन, हजुरभन्दा हजुरको दिमाग बाटो छ किनकि हजुरलाई हजुरको दिमागले चलाउँछ। आर यु गेटिङ माई पोइन्ट? हजुरलाई हजुरको दिमागले चलाउँछ, हजुरले हजुरको दिमागलाई चलाउन सक्नु पर्यो। द्याट्स माई पोइन्ट। ओके, सो हामी कुरा गरौँ एउटा एक्सपेरिमेन्ट जो चाहिँ डोपामाइनको बारेमा कन्डक्ट गरिएको थियो। एन्ड दिस एक्सपेरिमेन्ट वाज कन्डक्टेड बाई B.F. स्किनर। एन्ड यो एक्सपेरिमेन्ट के भएको थियो म सिम्पल भन्छु, त्यसपछि चाहिँ यसको आउटकम्स, यसको रिजल्ट्सहरू चाहिँ हामी एकदमै राम्रोसँग एक्सप्लेन गरौँ है त। सो नर्मल सर्टेन पिपल अफ मान्छेहरूलाई लिएर के चाहिँ अर्डिनेरी टेस्ट गर्यो भन्दाखेरि नर्मल फोन चलाउनु दियो अरे, फोन चलाउनु दियो अरे। ओके, फोन चलाउनु दियो, अनि त्यसपछि चाहिँ त्यो अनप्रिडिक्टेबली चाहिँ त्यो नोटिफिकेसनहरू आयो अरे। एन्ड दे चेक देयर ब्रेन EEG अनि IFR के भन्ने हुन्छ, एफएमआरआई, त्यसपछि फ्रिक्वेन्सी चेक गर्यो, अनि त्यो इमोसनल युजेसहरू के भयो त्यो चेक गर्यो अरे होइन। सो द रिजल्ट वाज फर्स्ट, एन्टिसिपेसन इज ग्रेटर देन कन्टेन्ट। आई अलरेडी टोल्ड यु द्याट त्यो डोपामाइन चाहिँ तिनीहरू कति बेला स्पाइक भयो अरे, थाहा छ त्यो रिजल्टहरूमा के देखियो भन्दाखेरि स्पाइक हुनुको त्यो स्पाइक कति बेला भन्दाखेरि जब त्यो तिनीहरूले चेक नोटिफिकेसन आयो। अगेन आइ एम युजिङ द रिमोट, नोटिफिकेसन आयो, नोटिफिकेसन आउनुभन्दा जस्तै फोन यहाँ छ, दे आर युजिङ द फोन, नोटिफिकेसन आयो, नोटिफिकेसन आएपछि दे क्लिक अन द्याट, त्यो क्लिक गर्ने बेला चाहिँ आयो, अनि त्यो क्लिक गर्ने त्यो टाइम छ नि त्यसमा चाहिँ डोपामाइन स्पाइक भयो भने दे क्लिक केही पनि फिल हुँदैन। एन्ड द सेकेन्ड इज भेरिएबल रिवार्ड सिस्टम इज भेरी एडिक्टिभ। यो भनेको चाहिँ के भन्दाखेरि जस्तै तपाईँलाई स्लट मेसिनले कसरी काम गर्छ थाहा छ? स्लट मेसिन भनेको त्यो तपाईँलाई थाहा छैन भने चाहिँ त्यो विदेशहरूमा त्यो डब्बा टाइपको के हुन्छ, अनि लाइक तिनीहरूले त्यहाँ बज गर्छ, बज गरेपछि त्यो स्पिन हुन्छ, अनि त्यसमा चाहिँ तिनीहरूको पैसा जान पनि सक्छ, आउन पनि सक्छ। लाइक हामीले ग्याम्बलिङ गरेर जस्तो, तास खेले जस्तो, हामीहरूले त्यो लङ्गुर गुर्जासमा पैसा हाले जस्तो आउन पनि सक्छ, जान पनि सक्छ। के हुन्छ भन्नेमा डोपामाइन स्पाइक हुन्छ। अनि एउटा स्टडीमा त के पनि पत्ता लागेको थियो होइन, मैले धेरै अगाडि पढेको थियो चाहिँ, कतै रिल्सहरूमै हेरेको हुनसक्छ। द्याट इज यो फोनलाई हुन्छ नि, आई एम लेटिङ दिस इज फोन। ओके, यो फोनलाई तपाईँले आफ्नो टेबलमा, इम्प्लोइको टेबलमा राख्दा पनि कन्सन्ट्रेसन पावर चाहिँ कम हुन्छ अरे क्या, फोनलाई राख्दा मात्र। सो यु क्यान थिङ्क हामीले त फोन चलाउँछौँ, काम गर्ने डिप वर्कको बेलामा फोन चलाएर आउँछ। एउटा फ्याक्ट भनिदिन्छु, आई रेड दिस थिङ इन इट द्याट फ्रग बुक।
त्यो बुकमा चाहिँ के मेन्सन थियो, यदि तपाईँ पनि कुनै पनि काममा फोकस भएर काम गर्दै हुनुहुन्छ, आई अल्सो मेन्सन दिस भिडियो इन आइआइकनमा आउने भिडियो प्रोक्रास्टिनेसनको भिडियोमा गाइज। के हुन्छ भन्दाखेरि तपाईँले जब फोकस भएर 2 घन्टाको डिप वर्कमा काम गर्दै हुनुहुन्छ अनि बिचमा जस्तै तपाईँले फोन चलाउनु भयो, जस्ट आई एम नट सेइङ कि 1 घन्टा फोन चलाउनु भयो, आइ एम जस्ट सेइङ कि 1 मिनट अदरवाइज 30 सेकेन्ड नोटिफिकेसन मात्रै हेर्नुभयो भने तपाईँलाई 17 मिनट लाग्छ त्यो काममा फेरि फोकस भएर गर्नको लागि। आर यु गेटिङ माई पोइन्ट? 17 मिनट। एन्ड टफ कुरा के हुन्छ थाहा छ, त्यो 17 मिनट मान्छेले कभर गर्न सक्दैन एन्ड दे जस्ट डिसाइड टु क्यान्सल एभ्रिथिङ। एन्ड तिनीहरूले अझ त्यो जति घन्टा अगाडि गरेको थियो डिप वर्क छोडिदिन्छ अनि चिलिङ अझ इन्स्क्रोलमै हराउँछ। यसरी काम गर्छ हाम्रो डोपामिन। हामीहरूलाई जसरी भए पनि सोसियल मिडियामा नि हामीहरूलाई हाम्रो टाइम स्प्यान घटाइरहेको तिनीहरूले, यु एन्ड आई अल नो राइट। सो मैले भिडियोको फर्स्टमा तपाईँले एउटा क्वेसन आस्क गरेको थिएँ, द्याट इज डोपामिन गुड अर ब्याड? द एन्सर इज नट गुड नट ब्याड। डोपामाइन नराम्रो न नराम्रो। डोपामाइन राम्रो जब तपाईँले त्यसलाई बुक पढेर लिनुहुन्छ, तपाईँले त्यसले एक्सर्साइज गरेर, जर्नल गरेर, मेडिटेसन गरेर, नयाँ नयाँ स्किल्सहरू लर्न गरेर, आफ्नो काम गरेर लिनुहुन्छ। नराम्रो जब तपाईँले त्यसलाई सोसियल मिडिया रिल्स, फिल्म हेरेर, पोर्न हेरेर, मास्टरबेसन गरेर लिनुहुन्छ। सोर्स केसबाट आएको छ, द्याट म्याटर्स। यदि डोपामाइन थिएन भने तपाईँले जस्ट मान्नुहोस् तपाईँ कोडिङ गर्नुहुन्छ, ओके, लेट मी गिभ यु सम इक्जाम्पल। तपाईँले कोडिङ गर्नुहुन्छ अनि कोडिङ गर्दाखेरि तपाईँले समथिङ अचिभ गर्नुभयो, तपाईँलाई तब पनि खुसी लाग्यो भने त नेक्स्ट टाइम थोरै गर्नुहुन्छ त। नेक्स्ट टाइम गर्नको लागि पनि खुसी हुनु पऱ्यो नि, रिवार्ड लिनु पऱ्यो, रिवार्ड मिल्नु पऱ्यो नि ब्रेनबाट। हो त्यो चाहिँ डोपामाइनले गर्छ। तर त्यो कोडिङ गरेर लिएको त राम्रो हो नि त, तर स्मोकिङ गरेर लिएको चाहिँ नराम्रो हो, सिम्पल। अनि एउटा अर्को कुरा भनौँ म, द्याट इज डेन्जर इज नट हाई डोपामिन। हाई डोपामिन हुनु भनेको डेन्जर होइन, हाई डोपामिन रिलिज हुनु भनेको डेन्जर होइन, तर हाई डोपामिन रिपिटेडली विदाउट डुइङ हार्ड वर्क रिलिज हुनु भनेको चाहिँ नराम्रो हो। हाई डोपामिन मिलिरहेको छ भन्नु चाहिँ नराम्रो होइन, तर हाई डोपामिन मिल्नु भनेको यो सक्सेस हुनु हो। कुन कन्टेक्स्टमा म भन्छु अहिले, तपाईँले मान्नुहोस्, ओके म यही कन्टेक्स्टमा भनिदिइहाल्छु अहिले। जस्तै मान्नुहोस् तपाईँले कोडिङ गर्दै हुनुहुन्छ अनि तपाईँले जस्ट कोल्ड कल गर्दै हुनुहुन्छ अनि फ्रिल्यान्सिङमा तपाईँले 3-4वटा प्रोजेक्ट पाउनुभयो, तपाईँले 5 लाख रुपियाँ बनाउनु भयो महिनामा, 1 महिनामा 5 लाख रुपियाँ बनाउनु भयो। डोपामिन पिक अभियसली 1 महिनामा 5 लाख रुपियाँ प्रिन्सिपलले नि बनाउँदैन, नर्मल स्कुलको, नर्मल कि हाई स्कुलको प्रिन्सिपलले नि बनाउँदैन। तपाईँले 1 महिनामा 5 लाख रुपियाँ बनाउनु भयो, नेक्स्ट महिना तपाईँको 7 लाख रुपियाँ भयो, अझ डोपामिन पिक वाउ अझ बढिरहेको छ। नेक्स्ट महिना 10 लाख, नेक्स्ट महिना 15 लाख। यो त हाई डोपामिन छ, तर राम्रो डोपामिन हो नि त, तपाईँले त राम्रो काम गरेर कमाउनु भएको छ। तर मान्नुहोस् अब डोपामिन नराम्रो कस्तो भयो, तपाईँले रिपिटेडली हार्ड वर्क नगरेर डोपामिन पाउनु भनेको चाहिँ नराम्रो हो। 10 दिनमा भ्याउने बुक तपाईँले आधा घन्टाको भिडियोमा पाउनुहुन्छ भने तपाईँले त्यो 10 दिनलाई भ्यालु गर्नुहुन्छ? यु नेभर भ्यालु द्याट 10 डेज। 30 मिनटमा सबै समरी पाइराख्नु भएको छ। सो मैले सबै टर्मलाई एउटा प्याराग्राफ, एउटा सर्टमा कन्क्लुड गर्नु पर्दाखेरि चाहिँ म कसरी कन्क्लुड गर्छु त, ओके। यो भिडियो आई नो यो भिडियो एकदमै लामो भइसकेको छ अलरेडी, अझ कन्क्लुजन गर्दैछु म, अझ लामो जान्छ। आई डोन्ट केयर अबाउट द्याट। यदि तपाईँले भिडियो पुरै हेर्नुभयो, अहिले जसले हेर्दै हुनुहुन्छ, आई एम सो ग्यारेन्टी कि तपाईँले यो भिडियो सबै बुझ्नुभयो, डोपामिनको बारेमा चाहिँ सबै बुझ्नुभयो। एन्ड योभन्दा पनि धेरै अझ माथि एडभान्समा जानु छ भने चाहिँ तपाईँले बुक पिक गर्नुपर्ने हुन्छ, अदरवाइज अझ एडभान्स को युट्युबरहरूको अदरवाइज प्रोफेसरहरूको भिडियो हेर्नुपर्ने हुन्छ। सो म अब यसलाई समअप गरौँ, त्यो एक्स्ट्रा कुरा छोडेर, ओके। समअप कसरी गर्छु म भन्दाखेरि, मान्नुहोस् एउटा मान्छे हुनुहुन्छ, एउटा मान्छे छ कुनै, लेट टेक उसको नाम चाहिँ रवि हो। रवि एउटा कम्पनीमा काम गर्छ एज अ सफ्टवेयर डेभलपर। उसको स्यालेरी छ 1 लाख रुपियाँ। 1 वर्षदेखि 1 लाख रुपियाँमा काम गरिरहेको छ। 1 लाख रुपियाँमा एज अ सफ्टवेयर डेभलपर, ग्रेट पैसा हो नेपालको कन्टेक्स्टमा मानौँ न। एन्ड 1 लाखमा पैसामा 1 वर्षदेखि काम गर्दैछ, 1-1.5 वर्षदेखि काम गर्दैछ अनि त्यसको उसको ओनर बस को हुन्छ, उसँग आउँछ अनि भन्छ, रवि त एकदमै राम्रो काम गर्दैछस्, आजदेखि तेरो पैसा बढाएर दिन्छु, आजदेखि तेरो पैसा सिधै 20 लाख पर मन्थ। त्यो ढल्छ होला त्यहाँ एकछिनको लागि त। 20 लाख पर मन्थ एक्चुअली नराम्रोसँग स्पाइक हुन्छ डोपामाइन। 20 लाख धेरै भन्दै मैले भन्न चाहिँ यस 20 लाख नै भन्न खोजेको। त्यो सडनली ओ माई गड 20 लाख पर मन्थ मजा गर्नुभएको छ टाइपको कुरा गर्छ। त्यो ढलिसकेछ अलरेडी, उठिसकेपछि कुरा गर्छ हस्पिटलमा, सर तपाईँले मजा गर्नुभएको भनेर। एन्ड नेक्स्ट मन्थ त्यसले 1 वर्षसम्म अझ 20 लाखमा काम गर्छ, 20 लाख पर मन्थ। त्यसपछि त त्यसलाई 6 महिनापछि 20 लाख पर मन्थ त हो यार सबै, त्यही त हो मेरो टाइपको फिल हुन्छ। डोपामाइन जुन त्यो पिक भएको थियो नि, बियोस हुने डोपामाइन भएको थियो नि, त्यो ब्यालेन्समा आउँछ अझ। आर यु गेटिङ माई पोइन्ट? त्यो ब्यालेन्समा आउँछ अझ। अनि अझ त्यसपछि
त्यसको बोस आउँछ, अझ तैँले यति बबाल काम गरिरहेको छ, तेरो स्यालेरी दिएर पनि अझ तँलाई मैले स्यालेरी धेरै दिनुभयो भन्छ। अबदेखि तेरो स्यालेरी सिधै 50 लाख पर मन्थ। त्यो 3 दिनसम्म भ्युज हुन्छ अनि त्यो उठ्छ, सर तपाईँले मजाक गर्नुभयो अझ। अनि हो अझ 1 वर्ष 2 वर्ष त्यसले 50 लाखमा काम गर्छ। अनि त्यसपछि अझ आउँछ 1 करोड बढाइदिन्छ। 1 करोड पर मन्थ। त्यो डोपामाइन यति पिकमा पुग्छ नि, यु कान्ट इभन थिङ्क। 1 करोड पर मन्थ 1 वर्षसम्म काम गर्छ अनि त्यो डोपामाइनको लेभल अझ तल आउँछ। दिस इज हाउ डोपामाइन वर्क। यो नराम्रो काम गरेको छैन यसले। अब यसलाई एउटा कन्टेक्स्टमा बुझौँ, चुरोट खाने मान्छेको कन्टेक्स्टमा। अर्को मान्छे स्याम, ओके। स्याम आफ्नो साथीसँग यस्तै मानौँ कुनै कलेजमा पढ्छ, +2 मा पढ्छ, ब्याचलरमा इन्टर हुन्छ, खतरा साथीहरू आउँछन्, धनी भएको छोराहरू अथवा छोरीहरू। त्यो जेन्डर इक्वालिटी डन्ट से टु मी, ओके। त्यसपछि एउटा साथीसँग जान्छ, एक दिन चुरोट खान्छ, काँस्छ, खतरासँग खोकी निक्लिन्छ, टन्सिल निक्लिन्छ, एभ्रिथिङ। द नेक्स्ट डे अदरवाइज 1 हप्तापछि अझ जान्छ, अस्ति ट्राई गरेको थिएँ नराम्रो भएको थियो, अझ ट्राई गर्छु राम्रो हुन्छ कि भनेर खाइदिन्छ। देन यस्तै रिपिटेडली 1 महिनासम्म हुन्छ। त्यसपछि एउटा चुरोट खान्छ मजासँग, एउटा स्टिक मजासँग भ्याउँछ। देन नेक्स्ट विक अदरवाइज नेक्स्ट मन्थ त्यो एउटा स्टिकले छुन छोड्छ। त्यो डोपामाइन त्यो टपमा पुगेको थियो नि, त्यो अझ लेभलमा आउँछ। अर्को मन्थदेखि 2 स्टिक पर मन्थ भनेको डेली 2 स्टिक खाइरहेको हुन्छ। अनि त्यो 2 स्टिकले चाहिँ त्यसको डोपामाइन टप लेभलमा पुऱ्याएर हुन्छ। अनि त्यसपछि अझ बिचमा तेस्रो महिनादेखि त्यसलाई 3टा स्टिक चाहिन्छ, त्यसपछि 4वटा स्टिक, 5वटा स्टिक, त्यसपछि 6, 7वटा, 12वटा, 20वटा स्टिकले पनि त्यसलाई छुन बन्द गर्छ। दिस इज हाउ इट वर्क्स। यदि मैले भनेको कुरा पत्ता लाग्दैन भने चाहिँ खाने साथीहरूलाई सोध, आई क्यान ग्यारेन्टी स्योर द्याट त्यही रिजल्ट आउँछ। हो मैले यो कन्टेक्स्ट चाहिँ बढाएँ, अघि मैले पैसाको पनि कन्टेक्स्ट बढाएको थिएँ, चुरोटको कन्टेक्स्ट पनि बढाएँ। तिनीहरूको चाहिँ फर्स्टमा 1 महिनासम्म एउटा हुन्छ होला, त्यसपछि 1.5वटा हुन्छ, 2टा 4वटा त्यस्तै गर्दै बढ्छ। तर बढ्छ, डोपामाइनले हिट नै गर्दैन नि। तिमीले डेली बेसिसमा 1000 रुपियाँ खर्च गर्छौ अनि तिम्रो प्यारेन्टले तिम्रो तेरो पकेट मनीले घटाइदिन्छ डेली 100 रुपियाँ, क्रास हुन्छ डोपामाइनको त्यो रिस्टोर लेभल के हुन्छ, त्यसलाई क्रास हुन्छ खतरासँग। दिस इज हाउ इट वर्क। इट्स अभियस राइट। हामीहरूले डेली बेसिसमा देखिरहेको छौँ। यही नर्मल लर्निङ्स, नर्मल डेली प्र्याक्टिस आफूलाई अब्जर्भ गरेर सिक। सो गाइज, दिस इज द भिडियो। इफ यु लभड इट, द्याट्स कुल। कमेन्ट गर, प्र्याक्टिस गर। मैले त्यो 6वटा स्टेप्स भनेको थिएँ नि यसमा, त्यसलाई प्र्याक्टिस गर। अनि त्यो खतरासँग मैले भने नि लाइक एउटा टप लेभलको छौ भने तिमी डाइरेक्ट क्रास नगर, त्यसलाई थोरै मानौँ तिमीले सर्टेन नराम्रो ह्याबिट गर्छ होला। जस्तै 1 घन्टा फोन 2 घन्टा फोन चलाउँछौ भने आधा घन्टा 1.5 घन्टामा लग्यो, त्यसपछि 1 घन्टामा लग्यो, त्यसपछि आधा घन्टा, त्यसपछि कम गर्दै गर। डाइरेक्ट क्रास हुने गरेर नगर। हरेक राम्रो 6वटा चिजलाई प्र्याक्टिस गर। अनि केही भ्यालुएबल मिल्यो भने चाहिँ आएर कमेन्ट गर्दा भन्छ, अदरवाइज आई डोन्ट थिङ्क के गर्छ। तर त्यो स्क्रिप्टहरू, यो भिडियोको स्क्रिप्टहरू जो मैले युज गरेको छु, यो हेर्नु छ भने चाहिँ डिस्क्रिप्सनमा एउटा लिङ्क होला, वेबसाइटको लिङ्क छ ज्याप युनिभर्सिटीबाट। एन्ड इफ यु डोन्ट नो वाट इज ज्याप युनिभर्सिटी प्लेटफर्म वेयर आई राइट ब्लग्स लाइक द्याट। यही स्क्रिप्टहरू पनि त्यसमै भेटिन्यो। एन्ड त्यसमा गएर तिमीले हेर्न सक्छौ, ओके। लिङ्कमा अनि त्यो च्यानलहरू के छ, सोसियल मिडियाजहरू, त्यसमा गएर फलो गर्न सक्छौ। इन्स्टामा चाहिँ फलो गर। ओके, थ्याङ्क्स फर वाचिङ गाइज।